हेलो नमस्ते साथीहरू, के छ खबर? म फेरि पनि आएँ अर्को भिडियो लिएर तपाईँहरूको माझमा। सबैजना आराम कुशलै हुनुहुन्छ होला भन्ने आशाका साथ भिडियोकोलाई अगाडि बढाउँ है त। आज चाहिँ कहाँ हिँड्दैछु भन्दा म चाहिँ काम जाँदैछु र अहिले चाहिँ निकै 11 बजिसकेको छ र म ढिलो भइसक्यो मलाई। त्यही पनि म चाहिँ गलेर बिस्तारै जाँदैछु। आजको दिन चाहिँ ओभरै गर्मी छ, निकै घाम लागेको छ होइन, बिहानदेखि नै एकदम हट भइरहेछ। जहिले पनि जङ्गलमा गएर भिडियो गर्छ भन्नुहुन्छ होला। बाटो चाहिँ यो बाटो चाहिँ सर्टकट हो, त्यही भएर खालि जङ्गल यो बाटो हिँड्ने गर्छु। A few moments later. रहेको छ आजको दिन चाहिँ ओभरै गर्मी छ क्या, हेर्नु न एकदम घाम लाग्ने। तलको चाहिँ हाइवे हो नि त, मेन हाइवे हो। अझै यताबाट पनि उता जानुपर्ने छ। घाम हेर्नु न गाइसहरू, घाम हट वेदर। Stay calm, 7 hours later. So, hey guys, अहिले चाहिँ कामबाट घर फर्किँदै हो। आजको दिनको काम सकियो, अहिले घर फर्किँदै हो। यता चाहिँ हाम्रो स्टेडियम रहेको छ होइन, फुटबल स्टेडियम। दिउँसो चाहिँ निकै नै घाम लागेको थियो, आज एकदम चर्को घाम थियो। त्यही पनि काम गर्यो, आजको दिन पनि सक्यो। सब चाहिँ घरतिर अघि देखाएको स्टेडियम चाहिँ यही हो र अहिले चाहिँ अब फेरि घरतर्फ नै हो म। घर आइपुग्यो। अब आजको भिडियो यस्तै रह्यो होइन, आजको भिडियो यस्तै थियो, यस्तै रह्यो र अब फेरि अर्को भिडियोमा आउने बाचाका साथ आज बिदा माग्छु। हस्त नमस्ते, बाई बाई, सी यू इन द नेक्स्ट भिडियो।